नमस्कार, म सन्तोष श्रेष्ठ यस त्रिभुवन माध्यमिक विद्यालयको मैले यो स्कुलको स्थापनादेखि थोरै यसको पृष्ठभूमि राख्छु। यो स्कुल 2007 सालको चैत्र 17 गते स्थापना भएको हो र 2023 सालदेखि माध्यमिक तहसम्मको पढाइ गरेर 2025 सालदेखि नै साबिको एसएलसी परीक्षा यहाँबाट सञ्चालन भएको छ र 2058 सालदेखि +2 पनि यही स्कुलमा सञ्चालन छ र अहिले हामी यही स्कुलमा सिटिभिटी अन्तर्गत प्राविधिक शिक्षालयको पनि स्थापना भएको छ र सिभिल इन्जिनियरिङ 3 वर्षे सिभिल इन्जिनियरिङको पढाइ पनि सञ्चालन गरिरहेका छौँ। अब पहिलाको हिसाबले हेर्दा हाम्रो यो विद्यालयमा पढ्ने विद्यार्थीको क्षेत्र निर्धारण गर्दा दोलखाको लगभग आधी भूभाग र रामेछापको पनि यो दक्षिणी बेल्टको उत्तरी बेल्टको लगभग धेरै भूभागको विद्यार्थी यहाँ पढ्न आउनुहुन्थ्यो र बिस्तारै बिस्तारै विद्यालयहरू अन्त पनि सञ्चालन गर्ने क्रममा अहिले पनि विद्यार्थीहरूको चाप चाहिँ हामी +2 मा शिक्षा र म्यानेजमेन्ट दुईटा पढाइ भइरहेका छौँ। त्यसको निम्ति चाहिँ अन्तबाट अरू रामेछापका केही भूभागबाट दोलखा जिल्लाकै यो मेलुङ गाउँपालिकाको पनि टाढा टाढाबाट विद्यार्थी आउनु गर्नुभएको छ र अहिले सिभिल इन्जिनियरिङ जब हामीले सञ्चालन गरिरहेका छौँ त्यो पढ्नको निम्ति अहिले सर्लाहीबाट, रौतहटबाट, त्यस्तै गरी रसुवाबाट, नुवाकोटबाट, चितवनतिरबाट पनि विद्यार्थीहरू आइरहनु भएको छ। त्यसैले अहिले पढाइको हामीले जुन फ्याकल्टी बढाउँदै जाँदा हामीले त्यो समग्रमा विद्यार्थीहरूको क्षेत्र पनि बढिरहेको छ। सरकारी सामुदायिक विद्यालयले जुन आरोप लाग्ने गरेको छ, सरकारी सामुदायिक विद्यालयहरूकै कारणले शैक्षिक गुणस्तर देखिएन, खस्कियो भन्ने र निजी विद्यालयहरूको जुन अब्बल देखिरहेको छ, त्यही कुरालाई मध्यनजर गर्दै अहिले हाम्रो सरकारी सामुदायिक विद्यालयले पनि केही गर्नुपर्छ, त्यसले पनि शैक्षिक सुधारको निम्ति योगदान दिनुपर्छ। जुन हामीलाई लागेको आक्षेप छ त्यसलाई हामीले जसरी पनि तोड्नुपर्छ भनेर हाम्रो स्कुल पनि लागिरहेको छ। त्यसको निम्ति अहिले हामीलाई गाउँपालिकाबाट, वडा कार्यालयबाट, विद्यालय व्यवस्थापन बोर्डबाट फुल सपोर्ट भइरहेको अवस्था छ। अहिले हामीले प्राविधिक शिक्षा सञ्चालन गर्दा पनि गाउँपालिकाबाट अनुदान दिनुभएको छ। चाहिएका कुराहरू के छन् त्यो समस्याको समाधानको निम्ति सबैजना लागि पर्नुहुन्छ। त्यसैले हामी अहिले समग्रमा यो शैक्षिक विकासको निम्ति यहाँको टोल बस्ती समुदायले र अभिभावकहरूले पनि एकदमै मेहनत गरिरहनु भएको छ। अहिले हामीले यही स्कुलमा पनि बालबालिकालाई विभिन्न खालका पढाइको अतिरिक्त उनीहरूलाई व्यावसायिक बनाउनु पर्यो, उद्यमी बनाउनु पर्यो भनेर अहिले हामीले व्यावसायिक शिक्षाहरू अन्तर्गत चाहिँ हामी विभिन्न खालका गतिविधिहरू गरिरहेका छौँ। अहिले तत्काललाई हामीले कक्षा 6 देखि 8 सम्म पेसा व्यवसाय र प्रविधि भन्ने विषय पढाइ हुन्थ्यो। त्यसको अतिरिक्त त्यसलाई सपोर्ट गर्नको निम्ति हामीले अहिले सिलाइ बुनाइ, त्यसपछि जरी वर्क भनेको रुमालमा बुट्टाहरू भर्ने र कागजी कामबाट डेकोरेसन गर्ने कामहरू चाहिँ विद्यार्थीलाई सिकाइरहेका छौँ। कच्ची रोड भएको कारणले 6 महिना चल्छ, 6 महिना नचल्ने भएको कारणले बसको व्यवस्था गर्न सकेका छैनौँ। यदि बसको व्यवस्था गर्ने भने टाढा टाढाका बालबालिकाहरू ल्याउन सक्ने खालको अवस्था छ र अहिले हामीले टाढा टाढाका धेरै 1-1.5 घन्टा हिँड्नुपर्ने बालबालिकालाई चाहिँ स्कुलमै राख्ने व्यवस्था चाहिँ गरेका छौँ र त्यसरी विद्यालयमा विद्यार्थीहरू बढाउने कुरा चाहिँ हामीले गरिरहेका छौँ। पछिल्लो ट्रेन्ड भनेको व्यवसायसँग जोडिने, पढिसकेपछि सिकिसकेपछि केही न केही काम गरेर खान सक्ने बनाउनको निम्ति चाहिँ भनेर अलिक धेरै अभिभावकको नै आकर्षक, सबै व्यक्तिको आकर्षक भएकोले सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालन गरिरहेका छौँ। त्यसलाई पनि प्रभावकारी सिकाइ गर्नको निम्ति अहिले हामीले प्र्याक्टिकली रूपमा जे गर्नुपर्ने हो करिकुलम हेरेर त्यही अनुसार गराइरहेका छौँ र तिनीहरूलाई पछि पास आउट भइसकेपछि रोजगारीको ग्यारेन्टीको निम्ति हामीले त्यस्ता खालका स्रोतहरू खोजिरहेका छौँ। हामीले यहाँ पढाउने सिकाइ चाहिँ व्यावहारिक रूपमा कहाँ प्रयोग हुन्छ भन्ने कुरालाई पनि देखाइरहेकोले त्यस्तो रोजगारी पाउनको निम्ति धेरै गाह्रो हुँदैन होला भन्ने लाग्छ हामीलाई। समग्रमा हामीले शैक्षिक विकासको निम्ति विभिन्न प्रयत्नहरू गरिरहेका छौँ। व्यावहारिक सिकाइ दिनको निम्ति कोसिस गरिरहेका छौँ, नैतिक शिक्षा दिन कोसिस गरिरहेका छौँ र बालबालिकालाई व्यावहारिक रूपमा योग्य र सक्षम बनाउने कुरामा हामी लागि परिरहेका छौँ।